लाली जवान जान्छ कि हजुर फेरि गर त ल हेलो गाइज वेलकम छ मेरो युट्युब च्यानलमा। हामी चाहिँ आज गेम खेल्न गएको, गेम हारेर फर्केर यहाँ जङ्गलमा यसरी हामीसँग टनकै छ। अनि अलिकति यहाँनिर चाहिँ हामी चाहिँ जङ्क फुडमा खासै ध्यान जाँदैन, त्यही भएर यस्तो अर्ग्यानिकमा कति मिठो ऐसेलु तर मिठो छ क्या यार। सबै चर्दिन्छ अनि म तर यो बडी मिठो छ यार। ओ बहिनी भात पकाएर के गर्नु रे? ल लिएर जाने भने खाँदा लुगा सुगा प्याक गरेर बस है। को भन्ने मान्छेलाई खाना चाहिँ बनाएर खानु भन न। कत्रो यार यो गाई च्याउ ऐसेलु यता आइज। आया जुर्गे भाइ खाना पकाउनु लाग्यो हो। के गर्ने यस्तै छ। अब हामी चाहिँ लगभग 4-5 घन्टाको चाहिँ पैदल यात्री, 4-5 घन्टा होइन 8-9 घन्टा पैदल यात्री गर्नुपर्छ। अनि त्यही भएर अलिक गाह्रो छ। साला केटाहरूले आज गोल हानेन नि त। आई लभ यु टु मेरो बेबी। क्या बवाल छ यार, कस्तो बवाल आएको छ यार त्यो डाँडाको घामले गर्दा क्या मुला। वाउ व्हाट अ ब्युटिफुल यार। यस्तै हुनेछ पारा हाम्रो केटाहरूको सधैँ चिलमा। साथीहरू हेरिदिन्छ भिडियो हाम्रो आनन्द बनेर बिलमा मनमा। यस्तै चाहिँ के गर्ने केटाहरूको पारा छ कटुकमा। हाम्रो ऱ्याप यस्तै हो साला के छ टन कोइराला मुला फुलेको रहेछ तरकारी खानु लम 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 लम। आज साह्रैको अघि सर्टकट गएको जाने कता उता जङ्गलतिर निक्लिन्छ। अलिकति केटा हो छारिस त काम नगर, म भिडियो खासै नहेरिकन प्लाटलुट हाल्छु युट्युबमा। भोलि पर्सि क्लिप्स आएर भाइरल भयो भने पैसा जम्छ खनखन। साला बन्दरको नाति हेर न आफै हात मुखमा लाएर आफै घोक्रे। हेर बाँदरको नाति कुदेर खायो ऐसेलु। घर खिच्नु मिल्छ भिडियो कस्तो
कस्तो राम्रो डिजाइनमा रहेछ हौ। तपाईँ आफ्नैको हो क्या हो आफ्नैको उहाँ चाहिँ घर मुली हुनुहुँदो रहेछ घरको डिजाइन एकदमै बबाल देख्नुहोस्। ए सलाम केटाहरू कुदो कुदो हे बौद्ध नयाँ बस्ती बौद्ध नयाँ बस्ती गेम हार्यो हामी त आज मुज मस्ती। मोबाइल लाइट बोलिरहेछ तिमी बिन म पनि माथि नै। अब फेरि हामी यहाँ किम्बुको बोट के गर्छ भान्जा नगर फटाइ तिमी नि फटा गर्नु रहेछ। तिमी नि खाइयो भान्जाले के दलिदियो दलिदियो। यो आफ्नो 2500 जामा केही भएन उमेलाई हालिदिएकै गज दिदीले मार्छ नाच के थाहा पायो भने देख्न सक्नुहुन्छ हाम्रो 3वटा चैते बाँदरहरू उता चाहिँ छ होइन ठुम्बे लौके अनि ऊ चाहिँ त्यो के अरे एक्लै एक्लै हिँडेर खाने अनि यतापट्टि चाहिँ अलिकति भर भर ग्रुपबाट छुटेको रहेछ ज्यान लाग्दैछ यतापट्टि चाहिँ मासु लगी सामान पनि देखाइको हेर न बोलेको ल केटाहरू चाहिँ यहाँ ऐसेलु खाँदैछ म र भान्जा चाहिँ यता बसेको छौँ। यहाँ मलाई कल आयो त साथीहरू कल पिकअप गर्नु पर्यो। हाम्रो एकुले बान्दरले चाहिँ अझै खानु आएको छैन ए यता त ठुलो ठुलो खाने चाहिँ माछाले सेतो बाँदर है यो चाहिँ सेतो बाँदर तर बाँदर मात्रै फेरि ल जाऊ केटा जाउँ धेर खानु हुँदैन यस्तो पोका चोरेर हिँडेछु है साथी गुन्डाको चोरै जस्तो पोका छ। हामी चाहिँ यता वर्कसपबाट आएको अब लगभग हामी आधी बाटो आइसकेको छौँ। सो साथीहरू आजको लागि मेरो भिडियो चाहिँ समथिङ लामो नै हुनेछ अझै पनि अझै रेकर्डहरू गर्नु छ। सो साथीहरू हेर्दै गरिदिनु होला है त अलि मजाले क्या यो क्लिपहरू हामी चाहिँ जङ्गलमा आइसकेको छौँ सानो जङ्गल हन्टिङ गर्न आएको ओमेले सब गोली मिस्टेक हानेर बाहिरै बाहिर गयो अनि हामी चाहिँ केटाहरू 4-5जना छौँ 1-2जना चाहिँ उतै बस्यो अनि हामी चाहिँ एकदम डेन्जर जङ्गलमा राम्रै जङ्गलमा छौँ देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ जङ्गल छ तर हामी केटाहरू छौँ सो त्यही भएर साथीहरूसँग छौँ त्यही भएर के हो सर्याङ गऱ्यो नि डर रनिङ हाल्नु त पछाडि हेर्नु हुँदैन के सर गर्छ यार केटा डर छ है डर छ ल विशाल अन्दाको रनिङ देखेन कुरा पछाडिबाट होइन क्या त्यो तलतिर क्या छ्यार गरेर क्या मैले कोही बेला त यस्तोमा त लेओपार्डहरू बसेको हुन्छ क्या घाँटीमा आएर झुन्डेपछि झुन्ड्यो डर त हुन्छ नि होइन जङ्गलमा हल्का फल्का डर त हुन्छ नि माछाले जेबुलाई माक्री भोक लागेको छ भने शिकार गर्नुलाई ज्यान दाउमा राखेर शिकार गर्छ थाहा छैन यस्तो नबोला केटा मेरो भिडियोमा कपिराइट आउँछ फेरि यता चाहिँ बाटो राम्रो ऊ त्यहाँबाट हामी यस्तो तेर्सो छड्के सर्टकट बाटो जाऊँ न त्यहाँबाट सिधै पर निस्किन्छ।
यता मुला पशुपतिमा यस्तो होइन लाइट बोल्यो क्या अझै सकिँदो छेउमा त छ दुईतिरै भएको राम्रो यार अब त छैन नि दुईटा आयो क्या दुईटा अन्त त्यही जाने बाइकले सो फाइनली आज चाहिँ हामी 1-2-3 घन्टाको पैदल यात्रापछि चाहिँ केतुकेबाट गाडी भेटेर घर फर्किसकेको छु फाइनली साथी र आजको लागि मेरो भिडियो यति नै हुनेछ थ्याङ्क्स फर वाचिङ माई भिडियो सबैजनालाई मिठो माया सम्झना छ सबैजनालाई बाई बाई